यो गाइज हामी फेरि आज पनि अरियाल हन्टिङमा छौँ होइन। मान्छेहरू धेरै लगाएर होला कति अरियाल हन्टिङ गऱ्यो भनेर। हाम्रो चाहिँ यस्तो चाहिँ अरियाल बस्ने खाले गुड चाहिँ खेतबारी चारैतिर छ, त्यही भएर चाहिँ अरियाल भयो। अर्का चोर्या चाहिँ होइन है, यो चाहिँ हामीलाई चोर्या जस्तो लाग्यो। हामीले आफ्नै खेतको बारी गरे भिडियो शुद्ध प्रुफ शुद्ध छ। अनि हाम्रो यहाँनिर अपरेटर हुनुहुन्छ मगनलाई। आज चाहिँ किन बाली नल्याए त उहाँलाई? बोरा छ अर्को इन्जिनियर साहब आउँदैन हुन्छ टाढो पिलपिल लाइट बालेर। बाटो चाहिँ खराब भएर दुईजना मात्र आयो भाइ क्या। काजी साहब के रेडियो सुन्दै नि है कि हो? रेडियो सुन्दै नि हो? मोबाइल चलाउँछु मात्रै केमा चल्दैन। त्यहाँ बोरा छ अनि लोरो पानी। हाम्रो इन्जिनियर दाइ हरेक कुरामा प्रफिट छ मङ्गल दाइ चाहिँ। भन्नै लाएन आफैले यार। यस्तो कुरोमा त खेलाइ गर्नु हुँदैन नि। उ त फेरि मुयार होला नि फेरि मङ्गललाई यार। कति लामो चाहिन्छ? यो चाहिँ के होला मङ्गललाई? लाइटहरू त्यही फेमा यसरी बाल्दै हुँदैन? गोलोमा कि नजिक गएर लाइटर यसरी बाल्दै हुँदैन? यो यति पनि चाहिँदैन, मलाई एकछिन सिधाइदिन्छ यो रातो अरियाल त। त्यो डोरी पाउँदैन त, त्यो डोरी ल र यो होइन यहाँ छ। चढाएकै चुडेर यहाँ छ बोल्डेड छ त्यस्तै। यो किन यो लुलो भयो? यसले चाहिँ मसाला हुन्छ जनयुद्ध समयमा यस्तै लाग्छ। पहिला बैसठी त्रिसठीमा गाउँबाट उठ छ कहाँ हुन्छ अरे कहाँबाट उठ भनेर यस्तै मसाला हिँड्थ्यो नि बाबुहरूले। काजी थाहा भयो थाहा भयो। पहिला मान्छे छेरपटै मुना जेन्जीहरू चाहिँ दिउँसोमा उ गर्ने मुना यो बेला चाहिँ बेलुका गर्ने कि राति परेपछि राति गोइजोले पनि थाहा भयो भनेर क्या। अब भुइँ झरी त्यसो भयो यहाँ छ कि हाङै च्याति ल। धान डढ्यो बाउले मार्ने हो त्यो ढुङ्गा हेर तल झार बाउले मार्छ फेरि गयो खेतमा। धान खायो माथि सबै टिप्यो जाऊ भयो तल झार्यो होला होइन ध्यानमा पऱ्यो। यहाँ चाहिँ माउरी भरेल थिएन, यो चाहिँ भरि निस्क्यो है। भोलिले छ क्या जाउँ खेतमा पानी मिलाएर पनि उता पानी लाग्यो छैन। खेतमा पानी मार्न आएको होइन अरियाल बोलाएर मलाई मुसा कुल्छ फेरि कत्रो हुन ठोक लाएँ रेजी लाग्छ टोक्यो नि। लाइट हटाउँदा त्यो लाइट टक्यो कि यहाँबाट छ है मुसा त्यसले टोक्यो भने त रेजी लाग्छ नि। अझै हामी अरियाल पोलेर चाहिँ हामी यहाँ खेतमा पानी लगाइरहेको थियो। पानी ठुलो ल्याएर त पानी घटाउनु लाग्यो। राति पानी पऱ्यो भने तनाव हुन्छ त्यो ठिक्कको पानी ल्याउने। कुलो चाहिँ यस्तो छ कि हामीहरू सानो पानी देख्यो भने एकदम बेगमा छ यो पानी। यहाँ खुट्टा राख्यौँ भने खुट्टा बौला छ। अहिले चाहिँ कुलामा चाहिँ पानी यत्रो छ कि रातै फेरि यत्रो पानी लाग्यो भने त खेत गल्याम गुलुम जान्छ। त्यो अहिले घटाइदिने पानी।
कति राख्ने खै कति राख्ने हुन्छ होला अझै त्यो यो खोला भयो उता कत्रो छ त पानी यो खोला त्यो मसिनो मान्छ त घिम्ला चाहिँ खानालाई सरलाई सुलु खोलै लिएर रहेछ यो चाहिँ हाम्रो खेतको मुहान भयो खेतको मुहान ल हाम्रो चाहिँ धान यस्तो भइसकेको छ अब दसैँ पछिबाट सर्लक लगाएर पाक्छ यो त अलि पछि रुपियाँको पहिला रुपियाँ तलतिर थियो पहिला रुपियाँमा चाहिँ यसपालि राम्रो छ तलको चाहिँ अहिले दाना राम्रो लागेको छ पोटिलो भइसक्यो यसमा चाहिँ अहिले दाना लाग्यो होइन यही हो दसैँ पछिबाट पाक्छ होला पाक्दैन दसैँ पछि तिहारमा पाक्छ तलको त पाक्छ दसैँ पछि भने होइन दसैँ पछि भने 15 दिन त पाइन्छ नि यो चाहिँ पहिला रोपेको धान है यसमा चाहिँ बाला अलिक पोटिलो भयो अब मैले माथि देखाएको चाहिँ पछि रोपेको धान हो म जहाँसम्म चाहिँ दसैँ दिन बित्तिकै लगभग पाक्न थाल्छ कि यो पोटिलो भइसक्यो दाना है सुकिसक्यो पतेर त लगाइसक्यो होइन दाना नि सुक्न थाल्यो यो लगभग दसैँ दिन बित्तिकै राम्रोसित पाक्छ होला यस्तो छ हाम्रो चाहिँ अरियल पुरेल लिएर आयो होइन अब यो सिजनको चाहिँ लास्ट होला अब यो सिजनमा चाहिँ अब अरियल जाडो महिना लागेपछि माटो मुनि बस्छ रुखतिर पाउँदैन अब अरियलको भ्लग चाहिँ सिरियल लाग्छ अब यो वर्षको लास्ट अरियलै हुनसक्छ के निस्कियो त म सन्देशहरू भात दिइसक्यो भात सन्देशहरू भात दिइसक्यो माउ यहाँबाट निस्केपछि बाहिर देखाउँछ ए गोलोबाट निस्के यस्तो खान्छ है मान्छेले महँगो पर्छ त 1000 रुपियाँ किलो हुँदैन बढी होला यो सबै गरेर 1 किलो छ भने यो मसँग त्योसँग यो किरिङ किरिङ हुने क्या माउ त काम गर्नु चाहिँ तडाएर चाहिँ केटाहरू राम्रो साङ्गो सब काम जाने हो म अहिले के नि भिडियोमा नि अन्त्य नि अनि अनि यसपालि कतिवटा अरियल खानु भयो त म 4 आइसक्यो होइन अब जाडो महिना लागेपछि माटो मुनि छ अरियल 4वटा पुग्छ